यहाँ देखाउनुस् त यो चाहिँ नि मैले यो बारीको त्यो पत्ताहरू हुन्छ नि त्यो अन्त पत्तासँग अलिअलि माटो पनि ल्याएर चाहिँ राखेको थिएँ नि त थुप्रो महिना भएको थियो हो यहाँनिर यस्तो दामी मल भएछ हाम्रोमा चाहिँ गाई छैन हो गाई गोरु बाख्रा केही पनि छैन त्यही भएर त यस्तो थुपारेर मल बनाइन्छ आया दामी भएछ है यो चाहिँ किन गर्नु मल निकालेको भन्दाखेरि चाहिँ आज चाहिँ अब छुट्टीको दिन चाहिँ नि म यहाँ देखाउँ त अब यो गदावरी सार्ने टाइम भयो नि त अस्ति म सबै टुप्पो छुट्याइराखेको थिएँ कि पुरा फैलिएर गएछ देख्यो झ्यामझ्याम भएको छ उपरतिर पनि छ हो यो सबै यो गदावरी चाहिँ अब सारिराखिदिउँ भनेर नि सार्ने टाइम बित्नु आँटिसक्यो कि अब पुरानो मल चाहिँ मैले यस्तो दामी भएको थियो होइन हेर है मुनि त यस्तो दामी थिएछ छेउबाट देखाउनु नि हो यो चाहिँ सबै मैले पटमा लगाइसकेको छु अब फेरि यस्तै फेरि अहिले भक्कु माथि जङ्गलको छेउबाट ल्याएको यो थपिराख्नुपर्छ अर्को पालीको लागि चाहिँ यो चिलाउनेको फुल दाना पत्ताहरू क्या यसलाई मिक्स गरेर चाहिँ थेपेर राखिराख्नुपर्छ कि अहिले अर्को पाली फेरि त्यस्तै मल बनिरहेको हुन्छ दामी अर्को फुलको लागि युजमा आउँछ यसरी मोलेर अब यो चाहिँ मक्कीको काठहरू पनि राखेको छु मैले यो पनि ढुट्टिँदै मल बनिन्छ नि त यो प्योर अर्ग्यानिक मल हैन थेपेर राख्छ यो अस्ति सारी राखेको चाहिँ यतिको जरा पलाएको छ यो चाहिँ अब सार्नुको लागि ठिक्कै भएको उफ